guys, welcome back to my channel. म चाहिँ बिहान बिहानै अहिले अहिले 7 बजे म बिहान बिहानै काम आइसकेँ होइन भ्लगिङ दिदी चाहिँ नाइट ड्युटी गरेर घर जाँदै हुनुहुन्छ म चाहिँ मर्निङमा आइसकेँ अब बाई अब पछि भेटौँला अब चाहिँ म यहाँ रेडी भइसकेँ होइन चेन्ज गरेर अनि अब म चाहिँ हामी फर्स्टमा ब्रेकफास्ट त गर्दैन एकजना रेजिडेन्टको ब्रेकफास्ट गरेर अनि त्यसपछि अब प्याड ब्यागहरू सबै राखेर अनि यतातिरको ब्लाइन्ड्सहरू यो ब्लाइन्ड्सहरू सबै खोलेर अनि हामी चाहिँ अनि रेजिडेन्टलाई एटेन्ड गर्न जान्छौँ सो यो मोबाइल चाहिँ भित्र लान मिल्दैन अनि अब यो मोबाइल चाहिँ यहीँ हुन्छ अनि मेरो बिचबिचमा चाहिँ म आइरहेको हुन्छ है त भर्खर एउटा रेजिडेन्ट एटेन्ड गरेर आएँ अनि अब चाहिँ यहाँनिर सबै ब्रेकफास्ट चाहिँ किचन स्टाफले रेडी गरेर जान्छ होइन लाइक दिस अनि यहाँनिर चाहिँ हामीले यस्तो मिल्क तताउन राख्छौँ अनि अब यो मिल्कलाई चाहिँ सरर लाएर ब्रेकफास्टहरूमा पोर गर्ने अनि त्यसपछि कोहीले चाहिँ आफ्नो मिल्कहरू आफै नै हुन्छ नि छुट्टै भाँडामा डिमान्ड गर्छन् छुट्टै भाँडामा डिमान्ड गर्नेलाई हामी छुट्टै नै राखिदिन्छौँ अनि अब किचन स्टाफले चाहिँ यस्तो राखेर गएको हुन्छ होइन यो चाहिँ यो यता साइड अब सबै रेडी गरेर कफी सबै रेडी गरेर अब यो ट्रे चाहिँ रुममा ट्रान्सफर गरेर आउँछु ट्रे चाहिँ मेरो साथी अतिन्दरले लगेर गइसक्यो मेरो कलिग यहाँनिर कस्तो धमिलो भन्छ अनि अर्को ट्रे गरेर उसले लगेर गइसक्यो अब यो ट्रे अब यो ट्रली चाहिँ म रेडी गरेर लाँदैछु सो आइएम ब्याक अब चाहिँ मेरो ब्रेक हुँदैछ 15 मिनट्स टी ब्रेक अब के गर्ने भनेपछि म यसो केही बनाएर खानु पऱ्यो कस्तो भोक लाग्यो होइन हेर्दैछु म कसको भाडा हो स्टाफकै भाडा होला यसमै खाइदिनु यहाँको भाडा युज गर्न चाहिँ अलिक घिन लाग्छ के भयो तपाईँ आफैले अनि अरू चिनिया बाहिरको चिनिया चाहिँ झ्याम्चो हाल्दै हिँड्छ नि यो चाहिँ गर्नु त्यही गर्नु त्यही हो अब चाहिँ यो मेरो यहाँ रेडी हुँदैछ अनि यो भएपछि चाहिँ उता पर बस्नु होला हुन त आज अलिसाको पनि काम होला तर म जम्मा 10 मिनट मात्रै बस्छु कि त्यही भएर ब्रेकमा जानुपर्ला अलिसाले भेट्न मैले आज लन्च चाहिँ लिएर आएको छैन अनि त्यही हो एज केयरमा काम गर्न चाहिँ यदि आफ्नो पार्टनर राम्रो छ भने चाहिँ यति सजिलो हुन्छ मजा पनि आउँछ कि लाइक प्रेसर केही पनि हुँदैन तर यस्तै खालको मान्छे छ भने नि सो गर्न बी हार्ड बन्दैछ अनि खाँदै कुरा गरौँला लास्टै तातो भएछ मलाई यति धेरै तातो खानै मन थिएन Sorry, I'm sorry.
त्यो चाहिँ 10 मिनट ब्रेक हो। अब यो ब्रेक सकिन्छ अनि त्यसपछि एकजना बुढीलाई चाहिँ नुहाइदिनु पर्छ। त्यो बुढीलाई चाहिँ खासमा सी क्यान डु एभ्रिथिङ अन हर ओन होइन, तर उसलाई उसको अगाडि चाहिँ बसिदिनुपर्छ कि लाइक बिकज सी इज सो स्केयर द्याट सी विल ह्याभ फल इफ सम वान इज नट देयर। त्यही भएर उसँग चाहिँ बसिदिने मात्रै हो, अरू केही पनि गर्नु पर्दैन। एन्ड देन सी विल टेक अ शावर, देन सी विल जस्ट ड्राई हर अप, सी विल डु लाइक यु नो वाट्स एभर विथ हर सेल्फ, बट आई निड टु बी विथ हर। अनि त्यसपछि उसलाई सावर दिएपछि वी विल ह्याभ मर्निङ टी। अनि मर्निङ टीको लागि त्यतिखेर चाहिँ मेरो पार्टनर आज चाहिँ अतिन्दर छन् अनि ऊ चाहिँ जान्छ ब्रेकमा अनि म हुन्छु यहाँ, मर्निङ टी गर्छु म। अनि ठ्याक्कै अराउन्ड मर्निङ टी गर्ने टाइममा ऊ आइपुग्छ। अनि त्यसपछि चाहिँ हाम्रो अझै कतिजना बाँकी छ, यो साइडमा एकजना, यो साइडमा एकजना, यस यो साइडमा एकजना छ अनि मेरो साइडमा दुईजना छ। उनीहरू चाहिँ डबल असिस्ट हो। डबल असिस्ट भनेको चाहिँ उसलाई चाहिँ दुईजना मान्छेले असिस्ट गर्नुपर्छ। जे भए पनि मान्छे लडे पनि ढले पनि बेहोसै भए पनि एकजनाले चाहिँ एटेन्ड गर्न मिल्दैन अनि दुईजना नै हुनुपर्छ। त्यसपछि अतिन्दर ब्रेकबाट आउँछ अनि ब्रेकबाट आएपछि चाहिँ अतिन्दर र मैले मिलेर अनि हामीले सबैजनालाई चेन्ज गर्छौँ। अनि तिनीहरूलाई चेन्ज गर्दा गर्दै ठ्याक्कै ब्रेक जाने टाइम हुन्छ अनि म ब्रेक जान्छु, लन्च ब्रेक जान्छु। अनि त्यसपछि 12 बजीतिर चाहिँ यहाँनिर हुन्छ लन्च टाइम। त्यही हो। ओके, अब चाहिँ मेरो ब्रेक सक्यो। आई विल बी ब्याक मेरो लन्च ब्रेकमा। म चाहिँ ब्रेकमा भ्लग बनाउँदैछु नि साथी। तिमीलाई हाल्दिनँ नि त, तिमीलाई म अलिकति मात्रै हाल्छु है। बुढी धेरै विचार माया लाग्यो कि यस्तो बुढो भएको बेला नि उयो दुब्लाउने टेन्सन के, त्यसको कुनै कपडा त्यसलाई फिट भएको छैन के। म चाहिँ ब्रेकमा बसेँ एकछिन बाहिर अलिसासँग अनि त्यसपछि एकछिन गफ गऱ्यौँ अनि उसलाई मैले भिडियोहरू देखाएँ है। अनि यहाँ चाहिँ अहिले म र अतिन्दर बसिरहेछौँ। अनि कति बज्यो अहिले 42 भयो अनि 12 बजे चाहिँ लन्च हुन्छ अनि सबैजनालाई लन्च खुवाउने अनि सबैजना डाइनिङ एरियामा लिएर आउँछौँ हामीले। अनि जो चाहिँ अब खान सक्दैनन् उनीहरूलाई फिडिङ गर्छौँ। ये हमारे अतिन्दर है, अतिन्दर भाइ, अतिन्दर फ्रम पंजाब। सक्यो अब लन्च छ रेजिडेन्टहरूको। I'll be back. No, I haven't. I'm just want to do them. It's a good thing that you're doing if you're sitting next to residents. No, I can't. मेरो चाहिँ काम भ्याइयो अनि त्यसपछि म घर जाँदैछु। त्यही हो, आज काममा रमाइलो भयो। काम लागेछ, यहाँ मेरो चम्चा छ यी। अनि त्यही हो, अब यो भिडियो चाहिँ पोस्ट गर्न मिल्छ कि मिल्दैन यो ब्लग चाहिँ डर लागिरहेको छ किनभने मैले यता भित्र काममा पनि अलिअलि भिडियो लिएको छु तर मैले रेजिडेन्टहरूलाई त केही पनि गरेको छैन। लेट्स सी अब मिलाएर पोस्ट गर्छु। बाई बाई। मौसम बडा बैमाने भन्ने जस्तो छ है। अनि म वेट गरिरहेको छु गाडीलाई अनि घर जान्छु। आज कस्तो असाइनमेन्टहरू एकदम अर्जेन्टवाला असाइनमेन्ट त छैन तर दुईवटा ब्लग चाहिँ पोस्ट गर्नुपर्ने छ अनि त्यो पोस्ट गर्छु। अनि होपफुली आज चाहिँ मलाई त्यस्तो धेरै प्रेसर हुँदैन होला। अनि सकभर अब कतै यसो घुम्न जान मिल्छ भने गइन्छ, अब गएर मिलेन भने गइन्न। त्यही हो, अब एडिलेडमा आएर काम घर कलेज त्यस्तैले दिन बित्छ, घरको याद आउँछ। आज चाहिँ मैले काममा बाजेबोजूहरूसँग यति धेरै कुरा गरेको थिएँ मेरो गाउँको बारेमा घरको बारेमा भनेर। बाई।